सम्पूर्णमा नमस्कार। यो बगनसकाली गाउँपालिका वार्ड नम्बर 9 मा डिंगडा गाउँमा अवस्थित कालिका थान हो। यो सिरुङ्गा डाँडा र बगनासको डाँडा हो। यसको दाहिनेपट्टि जानुभयो भने लामे डाँडा भन्छ यो डाँडालाई। अझै यसको दाहिनेपट्टि पनि यो गाउँदेखि बारीपट्टिको एउटा नजिकको गाउँ हो। यसमा त्यति बाक्लो बस्ती छैन। अझै दाहिनेपट्टि जानुभयो भने यसलाई बराङ्गी भन्दछ। बराङ्गी धानखोला गाउँ छ, तर बस्ती अगाडि धेरै छ। यतापट्टि चाहिँ अलि पातलो बस्ती छ। र अझै दाहिनेपट्टि जानुभयो भने यो कालिका थानदेखि पारिपट्टिको घ्यान्सी निवास भन्ने गाउँ हो। पहिला यो पातलो थियो बस्ती, आजभोलि निकै बाक्लो बस्ती भएको छ। यस्तै गरी यो गाउँ खाने गाउँ भन्ने गाउँ हो। खाने गाउँ दाहिनेपट्टि अचलै पर्छ। यो मगर बस्ती भएको ठुलो गाउँ हो। यो बिर्गाको पहिरो भन्छ। यो बर्खा मासमा चाहिँ पहिरो गएको हुन्छ। बिर्गाको पहिरो भनेर भन्छ। यस्तै गरी अझै दाहिनेपट्टि जानुभयो भने यो थाम्रा भन्छ। थाम्रा जुन डाँडाको डाँडा हो। थाम्रादेखि मुनिको यो जुन दाहिनेपट्टिको यो बस्ती टोक्से भन्ने बस्ती हो, जहाँ निकै बस्ती बढेको छ। अनि यो चाहिँ लान्डुला भन्ने गाउँ हो। यो गाउँमा पनि बस्ती निकै बाक्लो छ। यहाँ अहिले यता गाउँमा हेल्पर्सको प्रदर्शक हुनुहुन्छ, हस्पिटल छैन। यो चाहिँ चुन्टा डाँडा भन्ने गाउँ हो, जुन गाउँ देखेको छैन। अनि यो यहाँ आएर यो कालिका थानको नजिकको एउटा बरको बुट्टा हो। पहिला यहाँ ठुलो एउटा चौपारी थियो। बर र पिपलको ठुलो बोट थियो, झममा थियो। अहिले चाहिँ पिपल चाहिँ मरेर गयो र बर मात्रै बाँकी छ। गाउँलेहरू गौचन गर्ने गाउँ गाईहरू गोरु चराएर चाहिँ बस्ने ठाउँ, वन जङ्गल जाँदा बस्ने ठाउँ हो। यो अहिले बर मात्रै बचेको छ, पिपल मरेर चाहिँ यो अवस्थामा छ। यो चाहिँ खास हो पुरानो मन्दिर। स्वर्गीय श्री लोकबहादुर सारूको छोरा स्वर्गीय श्री कुलबहादुर सारूको अगुवाईमा गाउँका सम्पूर्ण स्थानीयवासीहरूको सहायताबाट आजभन्दा धेरै वर्ष पहिला गाउँमा रोग बिमार, भोकमरी, खडेरी जस्ता आपद विपद नपरोस् भनी यस कालिका थानको स्थापना गर्नुभएको थियो। त्यस बेला समय अनुसार चैत्र दशैँको दिन बाजागाजा साथ रमाइलो गरी पूजा गरिन्थे। एउटा अचम्मको कुरा, त्यति बेला खेतीपाती गर्ने समयमा खडेरी लागि पानी नपर्दा यस कालिका थानमा पूजाआजा गरेपछि आकाशबाट पानी पर्छ भन्ने जनविश्वास छ। र अहिले चाहिँ यो मन्दिर त्यति बेला यो मन्दिर जीर्ण अवस्थामा थियो, पुरानो भइसकेको थियो। आज तपाईँहरूले हेर्न सक्नुहुन्छ। यो खास पुरानो पहिला बनाएको मन्दिर यही नै हो। यस्तो अवस्थामा थियो। यो चारैतर्फ एउटा डाँडाको बिचमा अवस्थित छ। दाहिने बायाँ गोलो सानो डाँडा ठुम्काको बिचमा यो मन्दिर अवस्थित छ। यो अहिले चाहिँ पुरानो मन्दिर हो। यो वास्तविक मन्दिर यही नै हो। अहिले चाहिँ यो नयाँ मन्दिर पर्यो। यस कालिका थान धेरै पुरानो तथा जीर्ण अवस्थामा भएको हुँदा स्वर्गीय श्री टिकाराम सारूको छोरा श्री तुलबहादुर सारूको अगुवाईमा स्वर्गीय बाबा आमा र दाइको पुण्य स्मृतिमा र आफूले कुनै पनि नयाँ कार्य सुरुवात गर्दा यस गाउँका थानलाई सम्झिँदै कार्य सुरु गर्दा सफल हासिल गरेको र गाउँमा यस थान
बन्नुको पहिल्यैदेखिको उद्देश्य कायम रहोस् भन्ने विश्वासमा सम्पूर्ण गाउँवासी र पुर्खाहरूलाई स्मरण गर्दै यस गाउँका स्थानीयवासी र देश विदेशमा रहनुभएका महानुभावको आर्थिक सहयोगबाट ठुलो तथा व्यवस्थित रूपमा पुनर्स्थापना गर्नुभएको हो। अहिले चारैतर्फबाट हेर्दा निकै राम्रो देखिन्छ र यो आफ्नो खुसीले आर्थिक सहयोग गरेको नावाली चाहिँ दाता हो। यो जहिले गए पनि यो हेर्न सक्नुहुन्छ। यो मन्दिरमै डिस्प्ले गरिएको छ। यसरी त्यसरी दिन पूजाआजा गरिन्छ। गाउँको सम्पूर्ण मानिसहरू भेला भएर चैत्र दशमी दिन पूजाआजा गर्ने चलन छ। यहाँ एउटा मौला मन्दिर अगाडि यहाँ बोका अथवा आफूले भोकल गरेको चिजहरू भोकल गरेको कुखुरा अनि बोकाहरूलाई बलि गरिदिएर काट्ने चलन छ। यसरी गाउँका सबै मान्छेहरू जम्मा भेला भएर यसरी पूजाआजा गरिन्छ। मैले अहिले बोलाउँलाई सबैको बोल्नुपर्ने अहिले बोलाउँलाई लामै बनाउँछ बाबुले त्यो बोटल नुकल गर्छ बोटल कहिले काट्नु गेटभित्र यसरी भित्र अलिक छाँगुरो छ। पहिलाको चाहिँ सानो हजुर त्यस्तै अवस्थामा छ। बाहिरबाट आउँछ छ। त्यहाँ त आउँछ पालो पालो यसरी मन्दिरतिर गएर पूजा गर्ने क्रम चल्छ। आफ्नो मनमा लागेको इच्छा अथवा आफूले भनेको आफूले सोचेको कुराहरू पुरा हुन्छ भनेर यसरी पूजाआजा गरेर भित्र कालिका थानमा कालिकाको ठुलो मूर्ति छ। यस मूर्तिमा पूजाआजा गर्ने धूप जलाउने अक्षताहरूले पूजा गर्ने चलन छ। यसरी एक एक गर्दै साँगुरो मन्दिर हुनुको कारण एक एक गर्दै भित्र पूजा गर्ने पूजा गर्ने अनि बाहिर निस्केर फेरि अरू पालै पालो गरेर मनमा लागेको भगवान्सँग पूजाआजा गरिन्छ। पूजा गर्ने प्रसाद बनाउने गर्नु
टिका लगाउनु टिका लगाउनु पहिला पहिला निकै गोचन्द्रमा पूजा गरिन्थ्यो। अहिले गाउँका वासीहरू पनि देश विदेशतिर लागेर गाउँमा जनसङ्ख्याको कमीले निकै कमी देखिन्छ। यो चाहिँ मेन कालिका मूर्ति हो। खास मन्दिरको एउटा अचम्म छ, मन्दिरभित्र पनि मन्दिर छ र पुरानो मन्दिरलाई यसको इतिहास रहिरहोस् भनेर पुरानो मन्दिरलाई नभत्काई त्यसको बाहिरबाट मन्दिर पुनर्स्थापना गरिएको छ। अरू त्यहाँ चढाउँदै गर्नुहुन्छ अहिले त्यो छ। यसरी पूजाको क्रम चलिरहेको छ। प्रसादहरू यहाँ आउनेलाई बनाउनु नि, फलफुल काट्ने गर्ने सबै बस्नुभन्दा होइन यहाँ ढुब्बामै छ हामीले ल पूजा गर्नु प्रसाद काट्ने सबैलाई टिका पुर्याउनु पूजाले आधा माथि पैसा चाहिन्छ। ठुला बिमारहरू नलागोस्, खडेरी नलागोस्, नराम्रो कार्यहरू नहोस्। कालिका माताले स्थानका कालिका माताले गाउँका सबैलाई रक्षा गरून् भन्ने एउटा किंवदन्ती छ। पहिला मौलालाई ढोकेर भित्र जा ल पहिला मौला पुग्यो टाढाबाट यसरी सबै गाउँका मानिसहरू आएर एकत्रित भएर हजुर आपसमा रमाइलोसँग कार्यक्रमहरू प्रसाद गर्ने कार्यक्रम पालो
के अरे स्माइल के अरे हाँस्नु है सम्पूर्ण आफन्तहरू गाउँहरूलाई नखाएकोलाई दिए हुन्छ नि त्यही त दिन भनेर हो। कति रमाइलो पर्छ। कुरा मिठाई होस् है यसरी मान्छेहरू जमघट हुने एकाको दुःख सुख गर्ने यी पहिला पहिला यसरी बुढाहरू जमघट भएर यस पूजामा चाहिँ सबै सामेल भएर बस्थे। यी पहिला पहिलाका मानिसहरू यो एउटा यो मन्दिरको दाहिनेपट्टि आँपको बुट्टा छ। यो करिब 100 सालभन्दा पहिले पुरानो हो भन्ने चलन छ। यो मेन मन्दिर हो। बङ्गनासकाली वार्ड नम्बर 9 मा अवस्थित लिनडाँडा गाउँको ठुम्का डाँडा भन्ने ठाउँमा आज चैत्र दशैँको दिन पूजाआजा भयो। पहिला यो थान सानो थियो। हाम्रो भाइ श्री तुलबहादुर सारुको अगुवाईमा पुनर्स्थापना भएको रहेछ। अहिले चारैतर्फबाट हेर्दा राम्रो व्यवस्थित रूपमा देखिएको छ। यो पुनर्स्थापना गर्दा तपाईँ कोबाट वा कसरी इन्स्पायर भएर थान स्थापना गर्नुभयो यसो छोटकरीमा जानकारी दिनु न। धन्यवाद दाइ खुमबहादुर सारुज्यूलाई। जस यो जुन आज धेरै वर्ष पछाडि दाइ चाहिने विदेशको चाहिने जुन यात्राहरू सकेर चाहिने यो गाउँमा चाहिने धेरै वर्षपछि आउँदाखेरि यो मन्दिरलाई चाहिने पहिलाको स्वरूपभन्दा अलिक फरक देख्दाखेरि यो बारेमा चाहिने बुझ्नलाई जान्नलाई चाहिने जुन उत्सुकता चाहिने जगाउनु भएको छ। यसको लागि धेरै धेरै धन्यवाद। यो चाहिने लिनडाँडा भन्ने गाउँमा जुन यो ठुम्का डाँडा भन्ने ठाउँमा पहिला यसलाई चाहिने हामीले कालिका थान भनेर चाहिने बुझिन्थ्यो र यो थानमा हाम्रो चाहिँ यो गाउँका यो लिनडाँडाका यहाँ बस्ने चाहिने हाम्रो चाहिने समुदायका सारू सिङ्ग्यालेहरू लगायत अरू सबैले दसैँको विजयादशमीमा पनि पूजा गर्ने र विशेषको योजना के थियो भने चैत्र दसैँ विभिन्न ठाउँमा चाहिँ मेला लागेको चाहिँ सुन्नमा आइरहेको थियो। हाम्रो गाउँमा पनि चैत्र दसैँमा मेला लगाउनु पर्छ है भन्ने चाहिँ मेरो चाहिँ नि सोचाइ है थियो र सुरुको दिनमा चाहिँ यहाँ कलाकारहरू ल्याएर पनि धेरै कोसिस गरियो तर एक्लै त्यसमा चाहिँ सम्भव देखिएन। विगत अब आउने दिनहरूमा यहाँहरूको सबैको चाहिँ साथ सहयोग हुन्छ भने यहाँ यो चैत्र दसैँमा कमसेकम पनि 2 दिन मेला लगाएर गाउँ ठाउँको चाहिने चिन्जान गराउने यो ठुम्का डाँडा लिनडाँडाको यो मन्दिरमा को चाहिने यसलाई चाहिने सबै ठाउँमा चाहिने यसको चाहिँ प्रचार प्रसार गर्ने चाहिने मेन उद्देश्य हो र यसमा सबैको साथ र सहयोगले नै भएको हो भन्ने मलाई लाग्छ र त्यति नै हो भन्दा जी होस्। हजुरले यो बनाउँदाखेरि सम्पूर्ण गाउँवासी भए हैन गाउँबाट चाहिँ के अरे देश विदेशमा बस्नुभएको मान्छेहरू उहाँहरूले चाहिँ एउटा खुसीले के अरे मद्दत गर्नुभयो अनि प्लस आफ्नो मेहनत त लगाउ त छै छ आफूले चाहिँ आफूले यसरी स्थापना गर्दाखेरि अनि उहाँले पनि सहयोग गर्नुभयो त्यो एकदम खुसीको कुरा गर्नुभएको थियो होइन जे होस् मान्छे एकदम सबैले सहयोग गर्नुभएको छ र अझै पनि सहयोग गर्न चाहनुहुन्छ भने यही मन्दिर मात्रै नभएर यहाँको संरचनाहरू धेरै बनाउनु छ। यदि सहयोग गर्न चाहनुहुन्छ भने सबैलाई जतिखेर पनि उहाँहरूलाई चाहिँ हामीले स्वागत गर्छौँ र उहाँहरूले दिएको सहयोगले 1 पैसा पनि दायाँ बायाँ नगरिकन हामीले यही मन्दिरमै चाहिने व्यवस्थापन गर्नेछौँ र उहाँहरूले दिएको सहयोग आजीवन शिलालेखमा लेखेर पनि राखिनेछ। यहाँहरूलाई चाहिँ यही भिडियो मार्फत पनि जानकारी गराउन चाहन्छु भन्न चाहन्छु। हस् धन्यवाद। धन्यवाद।